17 अध्याय। पावल र सिलास अम्फिपोलिस र अपोलोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहुदीहरूको एउटा सभाघर थियो। पावल आफ्नो आदत अनुसार तिनीहरू कहाँ भित्र गए र 3 सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दै रहे। ख्रिस्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनु पर्थ्यो र यिनै येशू जसको सुसमाचार म तपाईहरूलाई सुनाउँछु उहाँ नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए। तिनीहरू मध्ये कतिजना विश्वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्यामा ईश्वर भक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए। तर डाहाले भरिएर यहुदीहरूले बजारका बदमाशहरूलाई जम्मा गरी हुल उठाएर शहरमा खैलाबैला मचाउन लाए अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्ने ल्याउन खोजे। तिनीहरूलाई फेला पार्न नसक्दा उनीहरूले यासोन र कुनै कुनै भाइहरूलाई शहरका शासकहरू कहाँ यसो भनेर कराउँदै घिस्याएर ल्याए, संसारलाई उलट पुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् र तिनीहरू सबैले यसु भन्ने एकजना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्। यो कुरा सुनेर मानिसहरू र शहरका शासकहरू आत्तिए। उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरोटी लिएर तिनीहरूलाई छोडिदिए। भाइहरूले तुरुन्तै पावल र सिलासलाई राति नै बेरिया पठाइदिए अनि जब तिनीहरू त्यहाँ पुगे तब तिनी यहुदीहरूको सभाघरभित्र गए। यहाँका यहुदीहरू थेसलोनिकेकाहरू भन्दा बढी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकता साथ वचन ग्रहण गरे र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनौ धर्मशास्त्र छानबिन गर्थे। यसकारण यिनीहरू मध्ये धेरैले साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे। तर जब परमेश्वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्ने थेसलोनिकेका यहुदीहरूले थाहा पाए तब उनीहरू त्यहाँ पनि भिडहरूलाई उचाल्न र उक्साउन आइपुगे। तब भाइहरूले तुरुन्तै पावललाई समुद्रपट्टि पठाइदिए तर सिलास र तिमोथी चाहिँ त्यही नै बसे। पावललाई पुर्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए। सिलास र तिमोथी चाहिँ जति सक्दो चाँडै तिनी कहाँ आउनुपर्छ भन्ने आज्ञा पाएर तिनीहरू फर्किए। पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा त्यो सहरलाई मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो। यसै कारण तिनले यहुदीहरू र ईश्वर भक्त जनहरूसँग सभाघरमा र भेटिएका जतिसँग चाहिँ बजारमा दिनौं तर्क गर्थे। इपिक्युरी र स्टोइकी दार्शनिकहरू मध्ये पनि कतिले तिनीसँग वाद विवाद गरे। उनीहरू कतिले भने यो बकबके के भन्छ, अरूहरूले भने अरू कुनै विदेशी देवताहरूको प्रचार गरे जस्तो देखिन्छ किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे। तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, तपाईले दिनुभएको यो नयाँ शिक्षा के हो? के हामी जान्न सक्छौ? किनकि तपाई हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदै हुनुहुन्छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्न चाहन्छौ। सबै एथेनीहरू र त्यहाँ बस्ने विदेशीहरू नौलो कुरा भन्न वा सुन्न बाहेक आफ्नो समय अरू कुनै कुरामा बिताउँदैनथे। पावलले अरियोपागसको बीचमा खडा भएर भने, एथेन्सका मानिसो, तपाईहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्दछु किनकि घुमफिर गर्दै जाँदा तपाईहरूले पुज्ने वस्तुहरू मैले देखेँ। मैले एउटा यस्तो वेदी पनि भेटाएँ जसमा अज्ञात देवताको निम्ति भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईहरू नजानिकन पुज्नुहुन्छ उनलाई म तपाईहरूका माझमा घोषणा गर्दछु। परमेश्वर जसले संसार र त्यसमा भएका यावत थोक बनाउनु भयो उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा बास गर्नुहुन्न। उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस् किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चिज दिनुहुन्छ। उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्न मानिसको प्रत्येक जाति बनाउनु भयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो। तिनीहरूले परमेश्वरलाई खोजुन्, सायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढा हुनुहुन्न किनभने हामी उहाँमा जिउँछौ र उहाँमा चहल पहल गर्छौ र उहाँमा हाम्रो अस्तित्व छ। तपाईहरूका आफ्नै कविहरूले पनि भनेका छन्, हामी निश्चय उहाँकै सन्तान हौ। तब हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन, चाँदी वा पत्थर जस्तै हो भनी हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ।
उनलाई मृतकबाट जीवित पारेर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने तब कसैले गिल्ला गरे, तर अरूहरूले चाहिँ हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं भने। त्यसपछि पावल तिनीहरूका बीचबाट गए, तर कोही मानिसहरू तिनका साथ लागे अनि विश्वास गरे। तिनीहरू मध्ये अरियोपागसका डियोनुसियस, दामारियस नाउँ भएकी एउटी स्त्री र अरूहरू पनि थिए।